नमस्कार, म चन्द्रभूषण कुशवाहा। म राजीव गान्धी युनिभर्सिटीबाट ब्याचलर अफ फार्मेसी गरेको छु अनि म यहाँ जेनिथमा फार्मेसीको लाइसेन्सको लागि तयारी गरेको छु मैले अनि राम्रो मार्कले पास भएको छु। तपाईहरुलाई पनि सजेस्ट गर्छु कि जेनिथलाई प्रिफर गर्नुस्। यहाँको टिचर टिम र म्यानेजमेन्ट सब चीज एकदम राम्रो छ। नमस्कार, मेरो नाम मुकेश पटेल हो। म चाहिँ बेंगलोरको राजीव गान्धी युनिभर्सिटीबाट ब्याचलर अफ फार्मेसी कम्प्लिट गरेको छु अनि कम्प्लिट गरेर आउने बेलामा चाहिँ मलाई अब बेस्ट कोचिङ सेन्टर कता छ भनेर त मेरो फ्रेन्डहरुबाट यो जेनिथ भनेर थाहा पायो अनि त्यसपछि म आएर यहाँ जोइन गरेर यहाँको टिचर टिमहरु धेरै कोअपरेटिभ छन् अनि प्रोपर गाइडेन्स गर्छन्। रेगुलर त्यो अफलाइन पनि एक्जाम हुन्छन् अनि अनलाइन पनि एक्जाम हुन्छन्। त्यो सब एक्जामको कारणले गर्दा मेरो चाहिँ पर्फर्मेन्स धेरै बुस्ट भयो अनि म एकैचोटीमा पास हुन सफल भएँ। थ्याङ्क यू फर जेनिथ। नमस्कार, मेरो नाम रामप्रकाश यादव हो। म पन्जाबको रिफ्ट युनिभर्सिटीबाट पढेर आएँ र यहाँ पहिले मलाई थाहा थिएन, तर साथीहरूले भनौँ निकै साथीहरू यहाँबाट पास हुनुभएको थियो। धेरै फ्रेन्डहरू उहाँले भन्नुभयो कि यहाँ चाहिँ राम्ररी पढाउनुहुन्छ भनेर। यहाँ आएँ, वास्तवमा मलाई राम्रो लाग्यो, धेरै खुसी लाग्यो र राम्रो तरिकाले पढेँ। स्पेसली यहाँको टिचरहरू चाहिँ वान अफ द बेस्ट टिचरहरू, मजाले सम्झाएर बुझाएर पढाउनुहुन्छ। उहाँहरूले पढाएकै कुरोहरू मलाई धेरै भएर अनि बल्ल इक्जाम मैले क्र्याक गर्न सकेँ। धन्यवाद। नमस्कार, मेरो नाम मनिष चौरसिया हो। मेरो ब्याचलर जेएनटीयू युनिभर्सिटीबाट क्लियर भएको थियो। म कोचिङ सेन्टरको खोजीमा जेनिथ पुगेँ र राम्रो मार्क्सले उत्तीर्ण भएँ। म धेरै धेरै धन्यवाद जेनिथ इन्स्टिट्युटलाई दिन्छु। हेलो फ्रेन्ड, मेरो नाम सुमित कुमार गुप्ता हो। म इन्डियाको रिफ्ट युनिभर्सिटीबाट पास आउट भएको हो, जुन पन्जाबमा छ अनि कम्प्लिट गरेर नेपालमा आउँदा फ्रेन्डहरूको रेकमेन्डेसनबाट जेनिथको थाहा पाएँ अनि यहाँ पढ्न थालेँ अनि टिचर टिमहरूको हेल्पले धेरै राम्रो गरेँ, राम्रो रिजल्ट आयो। म धेरै खुसी छु। थ्याङ्क यू फ्रेन्ड्स। थ्याङ्क यू।